यार यार ये कितनी औसम है यार। हेलो सारा बस्नु यो खै के हो ओहो जहाँबाट आएको त नि आउँछ हजुर त्यो रेकर्ड भएर त हाई गरेको अर्को चाहिँ उता अगाडिको हो क्या ल ल तपाईँ हो होइन अरे होइन अरे अब होइन अरे होइन अरे सँगै भेट्छ नि त उता तपाईँले सँगै भेट्छ भने क्या उता लाजेमबारको कहाँनिर साल्टमा त्यहाँ त डिस्काउन्ट दिइरहन्छ त त्यो त नेपाली मेड होइन त्यो नेपाली मेड होइन त्यो नेपाल मेड त होइन ब्रान्ड चाहिँ नेपाली हो बन्ने त गदा हो ब्रान्ड चाहिँ यहाँ मलाई ठ्याक्कै थाहा छैन ए सल्ट भन्दैन सल्ट अहिले छैन त्यस्तो पण्डितजी त अब भइरहन्छ अब कुराकानी अब पण्डितजी भर्खरै भयो त रेकर्ड तपाईँको साथीले नि हाई गरे त अब यसमा फोटो नि किन मिल्छ हजुर त्यस्तो रेकर्ड हुन्छ नि हुन्छ त्यस्तो देख्छ नि हो मान्छे त हँसाउँछ पनि रुवाउँछ नि हँसाउँछ पनि रुवाउँछ पनि त यहाँ त नि अहिले त ट्याक्कै यस्तो भिडियो खिचेर ट्याक्क लाएर यो क्लिप राखेर नेपाल पुलिस भनेर त्यो यो भाइरल भयो भने त अनि तपाईँ ट्याक्क समात्छ नि अन्त तपाईँ चाहिँ के बाहिरबाट आउनु हो ए जर्मन के पढ्ने कि त्यता त काम पाउन गाह्रो छ भन्थ्यो त हो आइटीमा त फेरि पढेको हुनु पऱ्यो नि त फेरि आइटीमा त कमै हुन्छ नि त फेरि अन्त काम गरेन भने त पैसा दिन्छ नि त हो काम गरेछ नि अब तपाईँले काम मेरो एउटा साथीको कम्पनी नै के भयो हजुर 60% स्यालेरी त सरकारले यतिकै दिन्छ 1 वर्ष होइन उसले जतिसुकै उसले 1 करोड रुपियाँ कमाओस् 1 लाख रुपियाँ कमाओस् त्यसको 60% स्यालेरी सरकारले दिन्छ 1 वर्ष त दिनै पर्छ होइन अनि त्यसपछि अब कम्पनीले नै दिया हुन्छ त्यसपछि चाहिँ सरकारले एउटा मिनिमम दिन्छ बादमा खानु सक्ने तपाईँ धेरै लामो समयसम्म बेरोजगार भयो भने तर तपाईँले बुझ्दै गर्नुपर्छ तर प्रयास चाहिँ गरेर छोड्नु पर्यो ए काम गर्नलाई काम चाहिँ बुझ्नु पर्यो
तपाईँ यो पैसा लिन्छु म नेपाल गएर बस्छु भन्नु पाएन जब पाइने बेलामा बोलाइदिन्छ त्यति बेला जानुपर्छ होइन हजुर उनीहरूले मिटिङ सेट गरायो भने 2 हप्ता अगाडि जानुपर्छ तपाईँ 2 हप्ताभन्दा बढी बाहिर अन्त गरेर बस्नु अनि गाह्रै हुन्छ त्यहाँ गर्ने स्टुडेन्टहरूले काम पाउँछ त स्टुडेन्टहरूले पढ्न गएको चाहिँ पाउँछ भाषा अलिक मिहिनेत गऱ्यो होइन प्रायः कोहीले त फेरि यो त्यहाँ जर्मनमा छुट्टी भएपछि नेपाल फर्किन्छ भन्थे क्या यो छुट्टीको बेला चाहिँ 1 महिना काम गर्नुभन्दा चाहिँ हजुर कहिलेकाहीँ मान्छेहरू त्यहाँ सेभिङ चाहिँ कम तपाईँ स्टुडेन्ट हुँदैछ सेभिङ चाहिँ अलिक कम काम गरेर होइन म त जाने सोच जर्मन त गयो भने चाहिँ पोल्यान्ड पोर्चुगल हो पोल्यान्ड बस्नु भएको होइन पोल्यान्ड पोर्चुगल सोचेको चाहिँ पहिला पोल्यान्डको लागि थियो भएन चाहिँ जान त दुबई गएर चाहिँ आएको म पोर्चुगल चाहिँ रमाइलो छ पोल्यान्ड त चिसो ठाउँ त्यो पोर्चुगल त प्रायः त्यही कार्डकै लागि त हो पैसा त छैन भन्छ पोर्चुगलमा नि पैसा कमाइ चाहिँ कमाइ छ त्यही कार्डकै लागि रमाइलो त रमाइलो छ तर पोर्चुगल राम्रो छ ठाउँ चाहिँ एकदम राम्रो छ समुद्रमा होइन नेपाली पोर्चुगल अहिले मान्छेहरू जाने त्यो नेपालीहरू त पोर्चुगलमा हेर्दा तपाईँको जुन के अरे युरोप जुन कन्ट्री गयो भने त्यहाँबाट पोर्चुगलै जाँदो रहेछ अनि बल्ल कार्ड बनिसकेपछि बल्ल त्यसपछि अनि उनीहरूले प्लान गर्दैछ कहाँ जाने अहिले सालमा त तपाईँलाई सस्तै लाग्छ होला नि लुगाहरू त तपाईँ जर्मन बस्यो भने चाहिँ यता त लुगाहरू सस्तै लाग्छ होला तपाईँलाई लुगाहरू क्या तपाईँ लुगा किन्न जानु लाग्नु होइन त्यो लुगाहरू चाहिँ सस्तो लाग्छ होला भने क्या सस्तो लाग्छ एकदमै त्यो त असाध्यै महँगो हुन्छ नि यसरी अनलाइन मगायो भने चाहिँ ठिकै हुन्छ हजुर तर प्रफर गरेर त्यता त पुरै ब्रान्डेड होला त्यता नि हजुर त्यता त प्रायः ब्रान्डेड होला नि ए हजुर भाडा अनि कामदारलाई दिनुपर्ने पैसा पर्ने सबै चिज महँगो भयो त्यो लुगा एउटै क्वालिटीको लगाउँछ ए हजुर तपाईँको दसैँ मनाउनु आउनु भएको यता तपाईँ त हजुर दसैँमा पो रमाइलो हुन्छ नि योपालि त दसैँ सरेको छ नि त तपाईँको योपालि दसैँ पनि कार्तिकमा छ नि त योपालि जर्मनी अनि स्विसतिर सबै चाहिँ जर्मन ल्याङ्ग्वेज हेर्दा स्विजरल्यान्डमा
अनि स्विजरल्यान्डमा पैसा कमाउँछ होइन र कमाउनु त उनीहरूको currency छ, पैसा धेरै कमाउँछ तर त्यस्तै इज्जत चाहिँ भन्छ। सजिलै काम गर्छ। भाषाको जर्मनै भएर नि बोल्न गाह्रो पर्छ। त्यो भाषा पूर्व बोली हुन्छ नि ए हजुर उता स्विजरल्यान्डको मान्छेले बोले त म यत्रो वर्ष भएको पनि बुझ्दै थिएँ के पनि हजुर देशै स्विजरल्यान्ड अनि देशको नामै स्विजरल्यान्ड यहाँ ल अनि त्यही त मान्छेले प्रायः भन्छ त स्विजरल्यान्ड भनेर के भन्छ अरे ड्रिम कन्ट्री भन्छ त स्विजरल्यान्ड भनेको त अलिकति वाउ खालको राम्रो पनि के राम्रो जर्मन त्यत्रो 8 वर्षपछि त नेपाल अनि तपाईँलाई अलिक कमी कमी लाग्यो होला नि के लाग्यो र यस्तो फोहोरहरू के हुन्छ नि त फोहोरहरू धुलोहरू आफ्नो देश थाहा पनि छ नि यही हो क्या हो सबै बिर्सिँदैन त बिर्सिँदैन त बिर्सिँदैन नि त त्यस्तो पिकनिक लाग्ने त्यस्तो चाहिँ हुँदैन केही कुराहरू चाहिँ अब गर्नु सक्नुपर्ने सिम्पल मान्छेहरूले बिर्से मात्रदेखि नै त्यो फन्ड पनि चाहिएको नि त हजुर सडक सफा राख्नुको लागि सरकारको बेसी फन्ड चाहिने पनि भन्छ नि त पनि एक लेभलसम्म त्यो चेतनाको कुराहरू चाहिँ कहिलेकाहीँ यस्तो भन्नु तर अब अरू चिज चाहिँ देश त्यत्तिकै धनी भएर हुनु साफ सुथरा सबै तर पहिलाभन्दा धेरै राम्रो भएको छ नि त होइन नेपाल काठमाडौँ खालि त्यही हो कि धनीलाई चाहिँ राम्रो भएको छ गरिबलाई चाहिँ अलिक झङ्गारो भएको छ हजुर अहिले ट्याक्सहरू धेरै लगाइदिएछ नि त फेरि त्योमा चाहिँ होइन बस्ती सस्ती हटाएर यता त्यो बस्ती त प्रायः सबै इलिगल बस्ती हो नि त त्यो त त्यो त विगत हो तर अब मान्छे त मान्छे हो नि त हो नि त हो मान्छे गर्नु त त्यसरी चाहिँ नगर्नुपर्छ त्यो चाहिँ फेरि तपाईँको चाहिँ भने जस्तो धनीले सजिलो भने त्यो पैसा हुनेले कमायो क्या त्यो त्यहाँ पनि अब त्यस्तो मान्छे पनि छ नि सकेपछि त्यो सबै बेच्दियो हो नि त जग्गाहरू सरकारको जग्गाहरू बेच्दियो हो नि त त्यो ठुल्ठुलो मान्छेहरूले केही मान्छेहरू सबै छ त्यहाँ होइन बाहिर हो हामी आएको चाहिँ भित्रबाट हजुर सिक्रेट बाटो होइन सर्टकट बाटो म त कहिले हजुर यो त एम्बेसी हो नि यो त यो खै के एम्बेसी हो एम्बेसी त एम्बेसी हो के एम्बेसी पर्छ यो के हो ए हजुर मेरो सोलु हजुर सोलुखुम्बु नाम त सुनेकै होला तपाईँले किन नसुन्नु ड्यू धेरै खान्छ अरे ड्यू किन माउन्टेन ड्यू खायो भने त्यो के अरे डर्काएको जित्छ भन्दैन खोइ मैले त्यही सुने जाँदा पनि ड्यू लिएर जान्छ अरे ड्यू नै ड्यू खान्छ है आयो भने हो कि होइन 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 त्यो अब त्यो माउन्टेन ड्यूको त्यो कोही होला त स्टाफ पऱ्यो होला त्यो भन्ने
प्रमोट गरे हजुर हजुर त्यही माउन्टेन ड्यू डरके आगे दिदे भनेर हजुर यहीँ छ भिड त तपाईँको भित्र हुने हो नि त दिदी भित्र भिड छ त मान्छेहरू अफर चल्दा नेपाली गएन भन्दा फेरि अनि अफरको मतलब भएन डाटा भन्नुभएको हजुर ए के को के अरे भयो कनेक्ट वाइफाईको भयो 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 मेरोमा आइसक्यो कनेक्ट भनेर तपाईँ